हलाउँदै हात हलाउँदै हेलो गाइज आज चाहिँ हामी चौडण्डीसम्मको यात्रा होइन हामी चाहिँ आज घुम्नको लागि फ्यामिली मिलेर हामी पिकनिक खान हिँडेको आधी टोलीहरू चाहिँ बाइकमा गइसक्नुभयो हामी चाहिँ अलिक एक्स्ट्रा गरौँ न अरू भन्दा भनेर चाहिँ हामी दुईजना चाहिँ हिँडेर अहिले करिब दिउँसोको 12 बजिसकेको छ र अहिले हामी चाहिँ कटरबाटै आइसकेका छौँ यहाँदेखि अब लगभग हामीलाई 1.5 घन्टा जति हिँड्नुपर्ने हुन्छ होइन र भाइ चाहिँ अगाडि गइसकेका छन् र अब घाम धेरै छ गर्मी धेरै छ होइन यति दुःख कष्ट गरे अनुसार भरे हाम्रो यात्रा चाहिँ धेरै राम्रो हुन्छ भन्ने लागेको छ अब ल हामी चाहिँ चौडण्डी नगरपालिका घुम्न आएको छौँ होइन हाम्रो चाहिँ त मामा भाइहरू हुनुहुन्छ र हाम्रो यता हाम्रो मामाले के बनाइसक्नुभयो हामी चाहिँ अहिले घुमिरहेको है के बनाउ त गाइस हामीसँग के छ त यता चिउरा भयो होइन यता प्याजहरू अर्को तर सब्जीको लागि यही उहाँलाई चिनेन मैले आफ्नै गाउँमा नि चिनेनन् मलाई त्यहाँबाट हैन यहाँबाट हिँड्दै जानु भन्दा बाइकमा सट्ट गएर आयो भने सजिलो हुन्छ सट्ट गइहाल्छ त ल हो बाइक सट्ट गइहाल्छ त हसाउनु अहिले त जानेको छु ल त्यही बस्नु हुँदैछ देखाउनु न उता उता हेर्नु हल्का त हेर जस्तो गर्नु त एकजना
ल वरिपरि 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 छानी छानी होइन हाम्रो चाहिँ पुरै हेर्नुहोस् है साथीहरू पुरै हेलो नाइस यहाँ मान्छेलाई ठुलो धमाका हार है दुईटैको दुईजना चाहिँ जोडेर फोन गर मामा के भन्न चाहनुहुन्छ स्वाद के कस्तो छ हाम्रो तपाईँ के भन्न चाहनुहुन्छ दर्शकहरूलाई घुम्न आउनु के आनन्द साथले भन्जा भान्जी ज्वाइँहरूसित इन्जोय एकदम आनन्द चौरन्डीको भ्यू टावरमा चाहिँ एकदम स्पेसल होइन आफै ल्याउने पकाउने भ्यू खिच्दै मजा लिने ठाउँ छ होइन सबै आउनु होला है आउनु होला चिसो छ अहिले फेरि एकदम जति जे चिज लिएर खाए पनि पच्ने छ है फ्री छ साथीहरू एकदम फ्री छ तपाईँले जे लिएर खाए पनि फ्री छ दाउरा आफै ल्याउने पकाउने खाने हामीले चाहिँ रोस्ट बनाएर खाइरहेको छौँ आज हाम्रो चाहिँ आज रोस्टको एकदम ठुलो धमाका चलिरहेको छ होइन तपाईँहरूलाई पनि पछाडि हामी सुँगुर लिएर पुरै सिँगै बनाएर खाने ट्याक्समा छौँ खसी टोली यही हो जम्बू टोली एकछिनपछि हामी रात दरबारमा पुग्नेछौँ र त्यहाँ फोटोसोटो हान्नेछौँ र एउटा धमाकामा त एकछिन मात्र देखुन्जेली मात्र छ नि त हाम्रो नम्बरमा आज के भन्न चाहनुहुन्छ यो ठाउँमा के कस्तो सुविधा छ के कस्तोमा परिवर्तन गर्नुपर्ने हुन्छ पानी चाहिँ पुरै तलैबाट ल्याउनु पर्ने अवस्था रहेछ पानीको अलिकति अभाव छ होइन पानीको व्यवस्था भएदेखि यो ठाउँ एक उत्कृष्ट गन्तव्य अनि बाटोको पनि अलिक बाटोको त अब पानीको चाहिँ व्यवस्था हुनु पर्यो यहाँको व्यवस्थापन समितिहरूले चाहिँ यहाँ अब एउटा धारा जोडिदिनु पर्यो पानीको चाहिँ धेरै बिजोग छ धारा जोडिदिनको लागि चाहिँ हजुरहरूलाई यहाँको बासिन्दाहरूलाई चाहिँ अनुरोध मोटर हालेर तल पानी नि होइन धाराकै पानी हो तलको चिसो धाराकै पानी हामी चाहिँ अब पानी सिद्धेर पानी भर्न गइरहेको छौँ होइन अब हाम्रो सब्जीहरू सब रेडी भइसक्यो रेसिपीहरू होइन अब पानी भएन अनि यता कहाँ छ अरे भाइले देखेको छ अरे धारा अनि चाहिँ हामी धारा जाँदैछौँ गाइड हामी 4-5जना भाइहरूसँग त्यो बोतल छ होइन बोतल लिएर जाँदैछौँ र तपाईँहरू पनि अब आउनुहुँदैछ भने चौरन्डी आउनुहुँदैछ भने चाहिँ पानीको चाहिँ धेरै हाहाकार छ होइन र तपाईँहरू चाहिँ आउँदाखेरि पर गढीबाटै किनेर आउनु होला हाम्रो अनुज भाइ छ र सोतिम भाइ छ सोतिम भाइ के भन्छ साह्रै सोतिम भाइ तपाईँहरू आउँदाखेरि चाहिँ पानी लिएर आउनु होला पुगिसक्यो भाइ
यहाँ पुग्दिएको होइन बोकेर सरप्पा लाइन आउँदा लाइने हेलो के हो यो कालोको सोमेले हाम्रो चाहिँ अब नास्ता भर्खर हुँदैछ होइन यो चाहिँ एकदम ठाउँ चाहिँ ठिक छ होइन तर आज अलिक प्याक भएको कारणले पाइएको थियो ठाउँ हजुरहरू पनि आएर मनोरञ्जन गरेर जान सक्नुहुनेछ हाम्रो चाहिँ साधन चाहिँ यही हो र तपाईँहरू पनि अब यति साधन छैन भने गाडी मार्फत आउन सक्नुहुनेछ 15 मिनट करिब 15 मिनट जति चाहिँ हिँड्नुपर्ने हुन्छ हजुरहरू होइन र उहाँहरू यता चाहिँ पसल छ रहेको छ हजुरहरू आउनु होला कसको बिहेको भोज भाइ यहाँ चाहिँ यो हाम्रो इस्माइल सरको भोज हो Mama.
सबभन्दा धेर गाईहरू होइन त्यो खाने माथि बस है यो सकिन्छ भनेर हतार हतार खाँदैछ गाईहरू हतार हतार खाली गर्दैछ हेरिराख्नु भएको छ नि साथीहरू साथीहरू यहाँ गोदामले पनि पोको छ सबलाई सबैले कमेन्ट गर्नु घाँसै लजाइँदैन होइन सक्दैन ट्वीट गरिदिएको छु है अब आउन खानु जाडा भन्छ हरियो जाडा दाई हुन्छ अनि आउनु भ्लगमा के भन्न चाहनुहुन्छ भ्लगमा के भन्न चाहनुहुन्छ ल लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ धेरै नै गरिदिनु होला गाइस अब हामी चाहिँ खेल्यो बस्यो घुम्यो होइन हामी साथमा चाहिँ मामा हुनुहुन्छ मामाको डान्स हेर्नु सक्नुहुन्छ मामाको हाम्रो फेरि मामा चाहिँ प्रो हो है फेरि त्यहाँको नाइट फेरि हाम्रो मामै नि हो होइन होइन इस्माइल सहरमा मात्र झ्याप हुनुभएको छ हाम्रो उज्जवल सर झन् झ्याप सबैजना झ्याप होइन भाइ त आफ्नो काम आफूले गर्नुपर्छ होइन घुमिसकेपछि चाहिँ यतिको चाहिँ गरेर जाइदिनु होला यो पनि यही हाल्दै भाइ यता आगोमा हाल्दै भाइ ऐतिहासिक धार्मिक प्रतीक स्थान चुरन्डी गरी